नमस्ते सबैजनाले आज चाहिँ हामी शनिबारको दिन गुन्डु घुम्न गएका छौँ हेर्न सक्नुहुन्छ रामदाईको जस्तो एन्ट्री बब्बाल तरिकाले कसैले हान्न सक्दैन हेर्न सक्नुहुन्छ चारों दिशाओं में तेज सा वो छाया उसकी भुजाएं बदलें कथ भिडियोको इन्ट्रोबाटै थाहा पाउनु भइसक्यो होला कस्तो राम्रो ठाउँमा हामी जाँदैछौँ भनेर अब हाम्रो चाहिँ यहाँदेखि हाम्रो सुरुवात हुन्छ गुन्डु गुन्डुसम्म जानेको यात्रा अनि अलि फास्टमा भिडियो बनाउँछौँ त्यसैले मजाले हेर्नु होला अब चाहिँ हामी यहाँ साथीलाई लिएर हामी अगाडि जाँदैछौँ अब हामी मेन रोडमा पुग्ने बाटो नै आइपुगिसकेको छ अब हामी मेन रोडतिर जान्छौँ यहाँको बाटो चाहिँ लास्ट बिग्रेको छ त्यसैले अलि ढिलो हुनसक्छ त्यसैले हामी अलि माथि जाँदैछौँ यहाँको भ्यूहरू चाहिँ भब्बाल हावा नि चलिरहेको थियो घाम त्यति साह्रो लागेको छैन अब चाहिँ यहाँ उकालोको बाटोमा स्कुटरले चढाउन सकेको छैन त्यसैले बिस्तारै आइरहेछ अनि हामी साथीलाई पर्खिरहेको थियौँ अनि हामीले साथीलाई लिएर हामी गयौँ अब चाहिँ हामी यहाँ गुन्डु छेउकै डाँडातिर पुग्न आँटिसकेका छौँ गुन्डुतिरै भनौँ त्यहीतिर पुग्न आँटिसकेका छौँ हामी यहाँ नि उकालो ठाडै उकालो थियो तर साथीहरूले जसरी भयो भने चढाइसकेका छन् अब चाहिँ अलि लामो भिडियो हुन्छ त्यसैले तपाईँहरू अलि बिस्तारै यो भिडियो हेर्नु होला हामी चाहिँ यहाँ केही सामान किन्न आइसकेका छौँ अब चाहिँ हामी KWS स्कुलको छेउमा पुगिसकेका छौँ काठमाडौँ ओल्ड स्कुल अब चाहिँ हामी सुटिङ भएको ठाउँतिर पुग्नै आँटिसकेका छौँ त्यहाँतिर चाहिँ धेरै डान्स भिडियो अनि मुभीहरू फिल्महरू त्यही सुटिङ गर्छ धेरै जसो वहीँ अगाडि देख्न सक्नुहुन्छ यहीँदेखि देखिरहेछ यहाँको बाटो चाहिँ लास्ट अफ रोड बाटो थियो बाइक जानै मानेको थिएन तर हामी लगिसकेका छौँ सुटिङ गरेको ठाउँ नै आइपुग्यो हेर्न सक्नुहुन्छ अगाडि केटीहरू नाचेको देख्न सक्नुहुन्छ हामी सबैजना एकछिन रेस्ट गऱ्यौँ अनि फेरि चल्यौँ अब प्लेन क्रास भएको ठाउँ यहाँबाट धेरै नजिक छ अब एकछिन चलाएपछि हामी पुग्छौँ यहाँ चाहिँ हाम्रो साथी ल्याम्मै लडिसकेका छौँ अब हामी एउटा दुईटा फोटो खिचेर एरोप्लेन क्रास भएको ठाउँमा जान आँटेका छौँ स्कुटरको हालत हेर्न सक्नुहुन्छ बाइक र स्कुटर दुइटैको अब थोरै नजिकै आइसकेको छ अब हामी त्यहीतिर जाँदैछौँ हामीलाई चाहिँ बाटोमै छोडिदिइसक्यो अब यहाँदेखि थोरै यहाँतिर चाहिँ चितुवा पाउँछ भनेर यहाँ अलिकति डेन्जर छ त्यसैले सावधान भनेर यहाँ आफै यहाँ बोर्ड राखेको छ देख्न सक्नुहुन्छ अब हामी
सिधै ल्यान्ड हुन आँटेछौँ प्लेन क्र्यास भएको ठाउँमा। धेरै पुरानो धेरै पहिला हो प्लेन क्र्यास भएको चाहिँ। हामी खानासाना बोलसल बोकेर चाहिँ हामी यहीँतिर आइसकेका छौँ। रामदाई चाहिँ फेरि इन्ट्री बबाल हान्छन् अनि थुर 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 थुर। यो चाहिँ एरोप्लेन क्र्यास भएकोलाई मरम्मत गरेर यो बनाएको हो सरकारले। यो चाहिँ भित्रको भाग देख्न सक्नुहुन्छ, गाईले यहाँ घाँस खाइरहेछ अनि हामी चाहिँ यहाँ ढुङ्ग्री खाइरहेछौँ। रामदाईले फेरि बब्बाल खान्छन् ल्याम्मे ल्याम्मे कुप 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 तरकारी खान्छ ल्याम्मे मुखको झरिसकेको छ। अब यहाँ चाहिँ फेरि हाम्रो क्याच्याङ क्याच्याङ खान्छ तर खान सक्दैन, मुसुक्क हाँसिदिन्छ हेर्न सक्नुहुन्छ। अझै दाइले रिस उठिसकेको छ, नाक पुसिरहेको यार खाने बेला त्यही फोराले खान्छ। हो इस्माइल चाहिँ बब्बाल छ, ग्रेनी यत्तिकै भन्यो। रामदाईको पोज हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी यो सबै खानेकुरालाई मिक्स गर्छौँ अनि खानातर्फ लाग्छौँ। अब चाहिँ हामी सबैजना खान आँटिरहेको हुन्छौँ, खान्छौँ पनि। अब हामी ड्युको एउटा फोटो खिचेर हामी खानातर्फ लाग्छौँ। एकछिनको लागि हामी यो भ्लगमा एकछिन बोल्दैनौँ अनि हामी सिधै भ्यू देखाउँछौँ। यो चाहिँ गुन्डुको जङ्गलहरू हो, त्यति घना चाहिँ थिएन, त्यही पनि हेर्नुहोस्। अब चाहिँ हामी गुन्डुबाट सुबानेश्वरतर्फ लागिरहेछौँ। लास्ट ओह्रालो थियो यो चाहिँ। यो ओह्रालोले गर्दाखेरि हाम्रो स्कुटरको ब्रेक नै लागेको थिएन, यतिले हामी ठोक्किनै आँटेको थियो एउटा गाडीसँग, तर किस्मतले बचायो। यो चाहिँ सुबानेश्वर मन्दिरकोबाट भ्यू देख्न सक्नुहुन्छ, धरारा नै देखिरहेछ। हामी आउँदा आउँदै चाहिँ पानी परेर हामी भिजिसकेका छौँ। हामी चाहिँ क्याफेमा बसिरहेछौँ यहाँतिर अनि पानी चाहिँ लास्ट ठुलो परिरहेको थियो अनि यो चाहिँ लास्ट ठुलो भ्लग भइसकेको छ, 7 मिनटको भ्लग। त्यसैले हामी एन्डिङ गर्न सक्छौँ। बाई बाई।